आज हामी के बनाउँदैछौँ त गेस गर्नु है त। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि हामीले सुरुमा तेल हालिसक्यौँ र त्यसपछि हामीले केही प्याजहरू हामीले हाल्यौँ र यसलाई चाहिँ केही समय हामीले फ्राई गर्नेछौँ। यसको चाहिँ हल्का गोल्डन कलर निस्केपछि चाहिँ हामीले टमेटो क्याप्सिकम हामीले फेरि हाल्यौँ। यसलाई पनि त्यस्तै गर्नेछौँ है त। हजुरहरूले देख्नु भयो होला हामीले यसमा के एड गर्यौँ भनेर। र यसरी चाहिँ घरमा नै हामीले बफ चिल्ली बनाउन सक्छौँ र हामीले यसरी चाहिँ बनाएका थियौँ। र आज बनाउने को हुनुहुन्थ्यो हाम्रो अनिसा राई, हाम्रो दिदी। र यसरी हाम्रो विभिन्न परिकार रेडी हुन्छन्। र आज चाहिँ हाम्रो नागाल्यान्डबाट फ्यामिलीहरू आउनुभएको हुँदा यता छ माछाको डिस, अनि यता करेला, अनि यता बोयल। शाबाश बेटा, बहुत बढ़िया। चिकन चिल्ली भन्नु, एक ऊ भन्नु न, बफ चिल्ली भन्नु न। बफ चिल्ली चाहिँ राम्रो। अच्छा हामीले त हाम्रो परिवारसँग यसरी बसेर खायौँ। हजुरहरू पनि आफ्नो परिवारसँग बसेर खानु होला। थ्याङ्क यू सो मच, बाई बाई। टाइम सक्यो।